फाइनली म चाहिँ आज घरबाट बाहिर निस्केँ भनेर बाहिर निस्किँदैछु। अब त्योभन्दा अगाडि मेरो च्यानललाई यो भिडियो हेरेर लाइक सब्सक्राइब जे हुन्छ साथ सपोर्ट दिन सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ, सेयर गरिदिनुहोस्। त्यति नै हो। अरू त के भन्ने, आज अलि गर्मी छ। अब यसो हल्का शीतल गरेको छ अनि निस्किहालौँ भनेर टक्क मेरो बेस्ट फ्रेन्डले दिएको यो सर्ट अनि तलबाट ट्र्याकहरू अनि एउटा क्याप टोपी घामले नखाओस् भनेर खुट्टामा चप्पल पट्काउँदै ट्याक 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 हिँड्नु लाग्छ। टक्क मकै सबै खनेर पनि सकिसकेको छ सबैको, पानी नपर्नाले मकै पनि मर्न लाग्छ। हेर्न सक्नुहुन्छ पुरा तात्या छ सबै ठाउँ। त्यही हो, पानी परिदियोस्, झमझम मुसलधारी पानी परिदिए त मकै हर्लक्क बढ्थे। फेरि मकै बढेपछि एउटै कुराको झन उन्सो हुन्छ क्या यार, गाह्रो छ नि हौ, गाह्रो छ। नेपालको यो 33-35 डिग्री, यहाँ 33-35 डिग्री सेल्सियसको गर्मी त खप्न गाह्रो भइरहेछ। विदेशतिर कसरी खपिएला या। हुन त फेरि यतातिर खुल्ला वातावरण हुन्छ, हावा सरसर चल्छ, त्यही भएर पनि पचाउन सकिन्छ। विदेशतिर भनेको त्यस्तो अब घरै घर हावा आउने बाटो नै हुन्न, अनि कहाँबाट पचिएला त्यही एसीमा बस्ने हो। बसेपछि काम गर्दा गाह्रो मस्ती हुन्छ। त्यही हो, अलि म तलतिर गएर बनाउँछु भिडियो। यतातिर त म पढाइ देखाइसकेको छु होइन, अलि तलतिर गएर गराउँछु, हेर्दै गर्नुहोस् ल। अलिकति तलतिर आइयो, के भन्छ नि, यो गाउँलाई चाहिँ स्यानिचौर भन्छ। मेरो घरदेखि हल्का 5 मिनट पनि लाग्दैन भनौँ तल झर्न, स्यानिचौर भन्छ। अनि यतातिरको यो जङ्गल सल्लाहको रुखहरू, जङ्गलहरू यस्तो दामी छ, हेर्न सक्नुहुन्छ। म चाहिँ यतातिर सानैदेखि भएर हुर्किएको भनौँ। यो बाटो हिँडी अब यत्रो तन्नेरी भयो, बुढो त भन्न मिल्दैन, तन्नेरी भयो। फेरि बुढो भनेपछि फेरि केटीले नपत्ता होला नि क्या। यतातिर अब यो तल मेरो साथीको घर छ, यतातिर हुँदै यो खेतहरू भइहाल्यो। अब धानहरू रोप्ने सिजन, अब खेतहरूमा अब हिलो बनाउँछन् खेतहरूलाई। अब त्यही हो, अब साथीको अब धान रोप्ने हो रे भनौँ। अब यहाँ भइएछ भने धान रोपिन्छ, हिलो सिलो खेलिन्छ। अब अनुभव गरेको छैन, धान रोप्न पनि गएको छैन एकचोटि। अब जानु पर्ला, हिलो खेल्न पर्ला। तर पहिलाको याद आउँछ कि यो एरियामा चाहिँ, यो उताको पल्लोपट्टिको एरियामा चाहिँ याद आउँछ मलाई। उतातिर भनेको यो घोडा गाउँ भन्ने देखाउँथेँ नि मैले, जुन अस्ति काफल खाँदा पनि यता माथितिर जान्थेँ। तर यतातिरका केटाकेटीहरू आउँथे कि यतातिर ग्वाला अझै पनि आइरहेको छ होला नि। तर हाम्रो साना भाइहरूले जिस्काउन जान्छन्, उ गर्छन्। तर हामी त अब अलि बुढो भइगयो नि त, त्यतातिर ग्वाला आउने उ गर्ने गर्थे। त्यो ग्वाला आउने बेला चाहिँ अब पौडी खेल्न आउने, गर्मी भयो भने यही सिजन हो नि त ग्वाला आउने त्यतातिर। अब खाली हुन्छ खेतहरू, केही खाने डर पनि हुँदैन, त्यही भएर यही सिजनमा आउँछ नि त। खोला पौडी खेल्न आउने, हामी पनि त्यहीँ जाने, जिस्किने यताउता। अब सानामा घरबाट भागी खोला आइन्थ्यो। मम्मीहरू चाहिँ यता ढिकबाट कराउने, मम्मी देख्यो भने खोलाबाट यताबाट झरेछ भने उताबाट निस्किने, यताबाट झरेछ भने यताबाट निस्किने। भागा के गर्नु, घरबाट भागी पौडिन पनि सिक्यो। त्यही हो। अब अहिले तलतिर साथीको घर गएर बनाउँछु अब एउटा छोटो मिठो। धेरै लामो चाहिँ गराउँदैन क्या, यो नोइज यो के अरे, यो माइक पनि छैन त्यति राम्रो, क्लियर आवाज पनि आउँदैन। के गर्ने साथी, अब अनलाइनमा देखाइरहेको हुन्छ माइकहरू। अब त्यो काम चलो भए पनि लिम्की जस्तो लाग्छ कहिलेकाहीँ। फेरि ल्याए पनि एकै दिनमा बिग्रियो भने के अर्थ भयो। त्यसपछि अब के गर्ने, अलिक पैसा जम्मा गरेर अनि गोप्रो प्लस एउटा माइक किन्ने विचार गरेछु। अब हेरिदिइराख्नु होला, माया गरिदिइराख्नु होला। तपाईँहरूको साथ सपोर्ट हो, मेहनत गर्छु मैले अझै पनि। अहिले चाहिँ एन्ड्रोइड मोबाइलबाट हो, पछि अब राम्रो हुँदै गएछ भने चाहिँ अब एउटा एप्पल मोबाइल चाहिँ किन्छु, त्यसपछि झन् राम्रो हुन्छ। ल
मेरो साथीको घरदेखि हल्का माथितिर आइपुगेको छु। यो सिटो टिन्लाको यो घर चाहिँ मेरो साथीको। यो म पर त्यो पहेँलो देखाएको छ नि, त्यो मेरो एउटा विजय दाइको हो। अरू त अब भाइहरू बहिनीहरू छन्, सब अब आफ्नो साथीहरू भाइहरू बहिनीहरू पर्छन्। फाइनली अब साथीको घर त आइपुग्यो। त्यसले चाहिँ के गरिरहेछ यसो। एउटा भैँसी 2-4वटा बाख्राहरू छ। यसको रुम चाहिँ यता माथि हो कि, यो रुम चाहिँ माथिको। अब के गरिरहेछ यसले, छ कि छैन अब एकचोटि हेरौँ। भिडियो हेरिरहेछ भिडियो। कलर भएछ भैँसडीवाला। दिनभरि सुत्ने खाने लिने भयो। मकै खान सकिस्? भन्छ उसले पानी लिएर चाहिँ तल गएर। मैले बिहानै सकाएँ, बिहान अरे अस्ति सकाएँ मेरो। बिहान त नाङ्गे कस्तो गर्मी छ यार। यसको बिस्ताराको हालत हेर त। भिडियो गराउँदा देखेर बिस्तारा मिलाउनु खोज्छ अझै। मल भेटाएँ साथी? नै भेटिनँ। यसको घर पनि कमेरोले पोतेको यस्तो दामी देखाएको छ नि। भित्रभित्र चाहिँ कति दामी देखिन्छ कमेरोले पोतेको। प्लान चौपट भलिबल खेल्न जाने भनेको प्लान चौपट। पानी पर्न लाग्यो, गर्मी छ भनेको थियो, हल्का शीतल गरेको छ भनेको थिएँ। प्लान चौपट भैँसडीवाला। जहिले भलक बनाउँछु कहिले पानी पर्छ, कहिले निस्किन्छु भन्छ कहिले घाम गर्छ। के हो पानी पर्यो अब भयो त बर्बाद। अब गीत गाएर बस्ने अब त्यो पहाडी छालैमा बसेर सानी नानी हात नहल्लाउ त्यसरी। अब यति भए पनि हेर्नुहोस् रमाइलो गर्नुहोस्। के भन्नु 3 बजे त पानी बिलो भयो भन्दा जानु फेरि। यति नै सीमित भएछ भने यति हो भिडियो। लाइक सब्सक्राइब सेयर चाहिँ गर्न नभुल्नु होला, माया गरिदिनु होला। हस् धन्यवाद। फेरि पनि आगामी दिनहरूमा नयाँ भिडियोहरू ल्याउँदै आउनेछु। आजलाई यति नै। हस् धन्यवाद, नमस्ते।